धेरै वर्ष पहिले सुन्दर वन, नदी र फूलहरूले भरिएको वृन्दावनमा सानो बालक कृष्ण बस्थे। कृष्ण सबैका प्रिय थिए। उनको बाँसुरीको धुन सुन्दा चराहरू पनि चुप लागेर सुन्थे। गाईहरू शान्त हुन्थे र साथीहरू हर्षले नाच्थे। तर एक दिन कृष्ण अलि सोचमग्न देखिन्थे। उनी आफ्नी आमा यशोदाको काखमा बसेर सोधे, "आमा, म नीलो किन छु? राधा यति गोरी र उज्याली किन छिन्?" आमा यशोदाले माया गर्दै मुस्कुराइन्, "बाबु, रूपभन्दा मन ठुलो हुन्छ। तर यदि तिमीलाई खेल खेल्न मन लाग्छ भने राधालाई तिम्रो मनपर्ने रङ्ग लगाइदेऊ। रङले सबैलाई एउटै बनाउँछ।" कृष्णको मनमा नयाँ खेलको कल्पना पलायो। अर्कोतर्फ सुन्दरी राधा फूलबारीमा आफ्नी सखीसँग खेलिरहेकी थिइन्। बसन्त ऋतु थियो, फूलहरू फुलेका, हावा सुगन्धित, आकाश नीलो। त्यही बेला कृष्ण मुस्कुराउँदै आए। उनको हातमा रातो र गुलाबी अबीर थियो। "राधा!" भनेर उनले हाँस्दै हल्का रङ्ग राधाको गालामा लगाइदिए। राधा चकित भइन्, तर केही क्षणमै उनी पनि हाँस्न थालिन्। उनले पनि नीलो रङ्ग कृष्णको गालामा लगाइन्। केही बेरमै साथीहरू पनि रङ्ग बोकेर आए। हाँसो, नाचगान र खुसीले सारा वृन्दावन रङ्गियो। त्यो दिन केवल खेल थिएन, त्यो दिन प्रेम, मित्रता र समानताको उत्सव थियो। कृष्णले सबैलाई सिकाए कि छालाको रङ्ग फरक भए पनि हृदय एउटै हुन्छ। रङले भिन्नता मेटाएर सबैलाई नजिक ल्याउँछ। त्यही रमाइलो खेल समयसँगै परम्परा बन्यो। हरेक वर्ष बसन्त आउँदा मानिसहरूले रङ्ग खेलेर त्यो दिन सम्झन थाले। यसरी होली पर्वको सुरुवात भयो। रङ्ग, प्रेम र एकताको उत्सव।